सम्पूर्णमा नमस्कार। म दिनेश पुन, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेशको सचिवालय सदस्य एवं शिवराज नगर कमिटीको इन्चार्ज र हाम्रो पार्टीले सञ्चालन गरेको पूर्व पश्चिम हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत भोलि वैशाखको 5 गते ठीक 1 बजे गणतन्त्र नेपालका नायक हाम्रा पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड बहादुरगञ्जमा विशेष सम्बोधनको लागि आउँदै हुनुहुन्छ र उक्त आमसभामा यस क्षेत्रका सम्पूर्ण आदरणीय न्यायप्रेमी जनसमुदायहरूमा उपस्थितिको लागि म हार्दिक अपिल एवं अनुरोध गर्न चाहन्छु र त्यसको साथसाथै कार्यक्रमको सम्बोधनपछि यस क्षेत्रका शहीद परिवारहरूलाई पनि अध्यक्ष कमरेडले भेटघाट गर्ने कार्यक्रम रहेको हुनाले सम्पूर्ण शहीद परिवारहरूलाई पनि सो कार्यक्रममा उपस्थित भइदिनको लागि म विनम्र अनुरोध गर्दछु। धन्यवाद। नमस्कार। सम्पूर्णमा नमस्कार। म दिनेश पुन, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेशको सचिवालय सदस्य एवं शिवराज नगर कमिटी सदस्यको इन्चार्ज र हाम्रो पार्टीले सञ्चालन गरेको पूर्व पश्चिम हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत भोलि वैशाखको 5 गते ठीक 1 बजे गणतन्त्र नेपालका नायक हाम्रा पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड बहादुरगञ्जमा विशेष सम्बोधनको लागि आउँदै हुनुहुन्छ र उक्त आमसभामा यस क्षेत्रका सम्पूर्ण आदरणीय न्यायप्रेमी जनसमुदायहरूमा उपस्थितिको लागि म हार्दिक अपिल एवं अनुरोध गर्न चाहन्छु र त्यसको साथसाथै कार्यक्रमको सम्बोधनपछि यस क्षेत्रका शहीद परिवारहरूलाई पनि अध्यक्ष कमरेडले भेटघाट गर्ने कार्यक्रम रहेको हुनाले सम्पूर्ण शहीद परिवारहरूलाई पनि सो कार्यक्रममा उपस्थित भइदिनको लागि म विनम्र अनुरोध गर्दछु। धन्यवाद। नमस्कार।